यहाँनिर नि मैले दुईजनाको चाहिँ मैले च्यालेन्ज आज गरेको है खाँदैछ पानीपुरी होइन कसले फर्स्ट खान्छ यो पानीपुरी खाइसक्छ उसले चाहिँ 20 रुपिस प्राइज पाउँछ भनेको छु है लु स्टार्ट भाइलाई पनि यता आऊ तिमी आऊ यहाँ खाँदैछ है खाँदैछ लु भाइले डिस्टर्ब गर्छ ए लु तिमी आफै लु भाइ पनि खान्छ अरे नि त लु उसको चाहिँ 6वटा छ दुईजनाको चाहिँ 10-10वटा छ है अनि छ त ऊ बाबुको भाइले डिस्टर्ब गरेर बिचमा एकछिन मैले चाहिँ रोकेको है कतिवटा खाइसक्यो खाऊ तिमीहरूको च्यालेन्ज है दुईजना दिदी बहिनीको है दसवटा दिएको छु कसले फर्स्ट खाइसक्ने कसले 20 रुपिस जित्छ है आज र पनि आफ्नो उयो त खेल्नु पर्यो नि त हार्नु चाहिँ भएन है प्रशंसा आरामले खाऊ आरामले प्रशंसाको त 6वटा रहेछ अझै चिङ्साको तल सिधै जको त हौ नानी मेरो भदाइ नि हार्नु छु क्या हो 20 रुपिस नपाउने पर्यो कि क्या हो छिट्टो खोर्सानी लगाइदिएको छुइनँ भदाइनीकोमा चाहिँ उता छिङ्साको चाहिँ एक-एकवटा खोर्सानी लगाइदिएको छु भाइ चाहिँ न्यु खोजेको छ ला पो खायो पानी खायो जित्नु पनि सक्छ नि अब अझै 5वटा भदाइनी त अझै रहेछ नि रहेछ नि हार मान्नुपर्छ भाइ चाहिँ के गर्दैछ फ्याँक्दैछ छिटो भदाइनी छिटो चिटिङ गरेर लगाइदेऊ न त खाइसकेन भने उसलाई भाइले पनि फेरि डिस्टर्ब गरेर मेरो भदाइनीलाई भदाइनी बिचरा त मुसिन्जेल भइसक्यो ओ जित्दै गयो नि चिङ्साले 20 रुपियाँ लगिहाल्यो नि अब 3 मिनेटमा खाइसक्यो गर्नु मलाई मेरो भदाइनी बिचरा लास्टमा यस्तो हालत भएको छ साथीहरू उयो चाहिँ नसकेर चाहिँ मुस्नै थालिसकेको छ भात ला यो भाइ चाहिँ ऊ फेरि हो अब